Subscribe. Subscribe. Yeah, icon. Toss garo. अब चाहिँ यस्तो छ Hello everyone, namaste, hello and welcome back to Gurung Pravishna Vlogs again. है सो हजुरहरुलाई फेरि पनि मेरो नयाँ डे नयाँ ब्लगमा स्वागत छ है। सो हजुरहरु पनि सन्चै सुविस्ता हुनुहुन्छ होला, म पनि सन्चै सुविस्ता छु अहिले फिलहाल। अनि आज चाहिँ म र बहिनीले लिएर आएको छु बटर फ्लिप फुड च्यालेन्ज। अनि मलाई त त्यस्तो आउँदैन गर्न, तर आज त ट्राई कस्तो गर्न मन लाग्यो। अनि त्यही भएर चाहिँ आज मैले बहिनीलाई भने, अन्त हामी चाहिँ आज गरौँ ल त्यो फुड च्यालेन्ज भनेर चाहिँ आज चाहिँ हामी गर्ने। अन्त बहिनीले चाहिँ अगबरे बनाइसकिसक्यो। अन्त अहिले चाहिँ आलु उसिन्दैछ, पानीपुरी आज हामीले राखेको छु के पो पानीपुरी प्लस अगबरे राखेको छु। अन्त हाम्रो ड्रिङ्क चाहिँ क्याम्पा छ हो। अन्त बहिनीले बनाउँदैछ। अन्त मेरो चाहिँ पानीपुरी खाँदै बनाउने डिमान्ड। अन्त उसले चाहिँ बनाइसक्यो। खै आइ भन्दा न अन्त के गर्नेवाला छु आज हामी बटल फ्लिप फुड च्यालेन्ज। अब बोतल चाहिँ खोज्नुपर्छ एकछिनमा। सो बाबाले देखाउँछु, स्टे ट्युन। सो फाइनली हामीले चाहिँ हाम्रो आइटेमहरू चाहिँ यहाँनिर छ अगाडि। अन्त यो चाहिँ बहिनीले बनाएको अगबरे, अन्त यो पानीपुरी चाहिँ मैले बनाएको, मतलब त्यो पानीपुरीको भित्रको सामान। अन्त यो फ्राई चाहिँ अन्त यो पानीपुरीको त्यो डल्ला चाहिँ उसले फ्राई गरेको। सो थ्याङ्क यू सो मच। अन्त बोतल चाहिँ यहाँनिर छ, वाटर बोतल फ्लिप बोतल है, फ्लिप बोतल गेम होइन। अन्त चाहिँ अब यो बोतल हामीले सिधा पानी भनेर चाहिँ खानु पाउँछु, तर म चाहिँ अहिलेसम्म यस्तो यो फ्लिप बोतल भने कहिले जिन्दगीमा कहिले खेलेको पनि छैन होइन। मलाई आउँदैन, उसलाई चाहिँ अब अलिक आउँछ अरे। सो अब चाहिँ हामी रेडी ल। फर्स्ट कसले स्टार्ट गर्नु? तपाईँलाई आउँदैन नि त। तिमी स्टार्ट गर्दैन त्यसले फर्स्ट। खाना कहाँ गयो? सरी आया सरी है। मैले चाहिँ यो फर्स्ट अफ हेरेको त मलाई आउँदै आउँदैन। मजाले गरिदिन्छु ला होइन, मलाई गर्नु नि। मेरो यो फर्स्ट टाइम हो नि त, अन्त मलाई आउँदैन यस्तो गर्नु। झन्डैले यताबाट खानु म चाहिँ यो खाएर एउटा हान्छु। उता म खाइसक्नु आँट्यो। खाइसक्नु आँट्यो। होइन उयो खान्छु। भएको लु फस्दै बा
आएको त आज नै हेर्नु छिटो आज नै ए अह खजा खाएको कहाँ गएको भयो कहाँ के छिटो ल प्रो छिट्दैछु मैले पनि उसले जाँदा कता नहाल्नु अहिले कोक डल्लै भत्किन्छ होला हो के हो यस्तो भएको आया अत्तालिँदा खायो भने चाहिँ यस्तो हुन्छ तर मलाई भनेको कुरा आउनु चाहिँ आउँदैन हो झन्डा कोक झऱ्यो ल कोकै खाने के हो यस्तो म भएको So have a bye. भाषण त के हो मजा आयो ला सरी चाच पाएको बेला एउटा नखाल्छु म त पुच्का भने हम भन्छु बिर्सिहाल्छु मलाई चाहिँ यो खाएर बिर्सनु रहेछ अब त्यस्तो छ बिरुवा डल्यो सिलाएको लौ लौ हराउन निकल भगवान मेरा सबर छूटा जा रहा है निकल नझुने नि त्यसरी पक्रामा त डल्छ नि खै अब चाहिँ मलाई नखाने भनेको रहेछ होइन अन्त म खाँदिनँ ला हो भने खै खै चान्स तिमी भनेको सकिनँ मैले आई गिभ अप तिम्रो टर्न उनीहरूले त मजाले गाउँछ त अन्त ए सुन्दैछ है कसले मन खप्प भर्खर त चिप्दैछु मैले हो यस्तो गर्नु पुग्यो खानु पाइरह नि तपाईँले त खत्रै हो त खत्रै हो
भर्खर यति हाल्दैछु अड्केर भन नि म त खानु सक्दिनँ सुसादा ला हुँदैन यता सिधा नबसेर होला झन्डै हुँदै हुँदैन त अन्त मजाले गर्नु 1 2 3 ल हल्का छोड्नुपर्छ हौ वापस त अब यो हल्का त छोडेको त अन्त खाए सिधै पल्टिने को खान्छु आहाङ दिनुहोस् भगौ भयो राखा राखा त्यहाँ हेर खानु पाउँदैन रहेछ ए राखा ए खायो मेरो कोकमा चाहिँ उयो पछि त क्याम्पामा के अरे अगाडिको अगाडि नै पस्छ ला म फेरि नखाइदिएको हेरेको पैसा ढलिहाल्छ त अन्त म त सक्दिनँ जस्तो खानु राखा सकिनँ एउटा पुच्का खाइदिउँ म भयो ल सकिनँ खानु आम्बो नभएको म कोक खाम पनि त ल भएन सकिनँ म पनि हामीले कति खाइसक्यो मैले सकेन मैले बेसी खाएर मैले सकिनँ अन्त कोक खानु पाउँछ होला नि नखेला पाउँछ पिरो भयो नि त के काट्दैन स्ट्रेट काट्दैम ल के कफा मेरो ए स्टेट त मैले माथि लगेँ ए कर्ली हुने रहेछ हेर न कपाल त्यही खली नै गर्नु नि दामी देख्छ मेरो कर्ली र सो के भन्न चाहन्छौ अब अब म चाहिँ एकदम अगाएँ होइन खानै सकिनँ नि त तिमीले खाना खाएको थिएन है मैले पनि खाना खाएको थिएन हामीले खाना नखाइकन चाहिँ यो च्यालेन्ज गरेको अनि मैले मात्रै खाएँ बेसी कहाँ सक्छु एकचोटि खानु मैले पनि त ज्यादै खाएँ होइन कति खाएँ खाए अब भन्नु पिरो त्यही त हामीले चाहिँ कति थियो मेरो थालमा यहाँ भरि थियो होइन तर हामीले खान सकेन अनि यहाँनिर थियो प्लेट होइन यहाँ त झन् डल्लै छ यहाँनिर चाहिँ डल यति थियो तर आधा चाहिँ उसले खायो होइन अन्त मैले कम्ती मात्र खाएँ किनकि मैले बटरफिल्ड भर्खर सिकेको नि त मैले फर्स्ट टाइम सिकेको मेरो लाइफमा होइन अनि त्यही भएर चाहिँ
यति हो हामीले खान सकिनौँ सो सरी होइन के भन्नु अरू अरू त खान्छ नि अरू न बटर फ्लिप गरेर देखाउने एकपल्ट एकपल्ट आउनु न बसेरै नि यस्तो गरेर सिधा हाल्नु मैले त कहाँ जाँदैछ त आउनु न यहाँ छ हामीसँग जोइन हुँदैछ भाउजू ल बसेरै बटर फ्लिप गरिदिनु आउँछ के पुगायो कुचे खानुहुन्छ पुच्का अनु म्याम खै चम्ची ल्याउ न हो त्यही हो छ त्यही नि भाउजूले जाने टाइम फ्लिप गर्ने बोतल छैन हो गया भाउजू काबी होइन अब चाहिँ आउनु हुँदैछ टाइम च्यालेन्ज गर्नुहुन्छ बोतल सिधा पार्नुपर्छ यसरी अन्त खालि खानुपर्छ अब बोतल यसो सिधा फ्याँकेर सक्नु भएन यो बोतल फ्लिप गर्नुको लागि फ्लिप गर्नु होइन हामीले चाहिँ मामला त्यसरी जानुभएको हुन्छ कस्तो भएछ म्याम पानीपुरी पिरो भएन पिरो भएन लु यहाँनिर चाहिँ भनिदिनु न प्लिज सब्सक्राइब माई च्यानल लाइक प्लिज सब्सक्राइब सब्सक्राइब भन्नु न जान्दिनँ सब्स भन्नु त सब्सक्राइब रुको जरा सबर करो कमेन्ट अरे भन्नु सब्सक्राइब गर्नु सब्सक्राइब प्लिज भन्नु त सब्सक्राइब युट्युब च्यानल युट्युब उताबाट चल लु म्याम मिठो भयो आज यो खानु हुँदैन खान्न के हो त्यो पिरो छ बढ्यो म उतै खान्छु एउटाले भयो पानीपुरी के हाल्नु पानी हाल्दै आज हाम्रो भिडियो चाहिँ यति नै थियो हाम्रो हाम्रो आज पानीपुरी पानीपुरी खायो कि ल पानीपुरी चाहिँ खाला साब हामी खानु चाहिँ यहीँ गर्छु सकिन खानु प्लिज सपोर्ट भनिदिनु त म्याम सपोर्ट प्लिज सपोर्ट प्लिज सपोर्ट प्लिज सपोर्ट हर युट्युब च्यानल बाई बाई सो आजको हाम्रो भिडियो हाम्रो यो बोतल फिट फुड च्यालेन्ज चाहिँ हाम्रो यति नै थियो है सो बाई नै एन्ड गर्न चाहन्छु अब फेरि हामी नेक्स्ट भिडियो लिएर आउनेवाला छु त्यो चाहिँ अब अहिले नै हामीले कन्टेन्ट सोचेको छुइनँ अनि त्यही भएर चाहिँ हामी नै समाप्त गर्न चाहन्छु सो बाई सी यु नेक्स्ट ब्लग स्टे ट्युन फर द नेक्स्ट भिडियो है बाई उयो बाई गरिदिनु त बाई